नमस्कार, म उमेश बुढाथोकी यहाँहरू सबैलाई आरामको कामना गर्दछु। आज म यस भिडियो मार्फत यहाँहरूलाई कक्षा 4-8 को फाइनल ग्रेड निकाल्ने तरिकाको बारेमा प्रश्न पार्ने अनुमति चाहन्छु। यो कक्षा 4-8 मा अध्यापनरत सम्पूर्ण शिक्षकहरूलाई यो फाइनल ग्रेड चाहिँ कसरी निकाल्ने भनेर कन्फ्युजन भइरहेको अवस्थामा मैले यहाँहरूलाई यस भिडियो मार्फत केही हदसम्म भए पनि सहजता प्रदान गर्नको निमित्त यस भिडियो लिएर यहाँहरू समक्ष आएको छु। पहिलो कुरा म सिधै विषयवस्तुमा जान चाहन्छु। कक्षा 4-8 को फाइनल ग्रेड निकाल्ने तरिकामा यो फाइनल ग्रेड निकाल्नको निमित्त पहिलो कुरा हामीलाई के थाहा हुनुपर्छ भन्दा ग्रेड लेजर। अब ग्रेड लेजरमा कस्तो हुन्छ ग्रेड लेजर भन्ने पहिलो कुरा हो, जसमा चाहिँ हामीले ग्रेड लेजर निकाल्दै गर्दा ग्रेड लेजरमा कस्तो हुन्छ भने आन्तरिक र बाह्य, किनभने अहिले कक्षा 4-8 को मूल्याङ्कन आन्तरिक र बाह्य दुई तरिकाबाट मूल्याङ्कन गरिन्छ, जसलाई आन्तरिकमा 50%, बाह्यमा 50%। यहाँसम्म पनि हामी क्लियर छौँ। 50% को उसले 50 अङ्कमा मार्क्स कति ल्यायो त? मार्क राख्ने ठाउँ र त्यो मार्क्स ल्याउँदै गर्दा उसले ल्याएको मार्क्सको ग्रेड के हुन्छ त्यो। फेरि बाह्य मूल्याङ्कनमा अन्तिममा लिएको मूल्याङ्कनमा उसले अङ्क कति ल्यायो लेखेर बाह्य मूल्याङ्कन अङ्क कति ल्यायो र त्यो अङ्क ल्याएको अङ्कलाई ग्रेडमा कति हुन्छ हो। यो पहिलो कुरा हामीलाई के चाहिन्छ भन्दा ग्रेड लेजर चाहिन्छ, जुन यहाँहरूले स्क्रिनमा देखिरहनु भएको छ। अब दोस्रो कुरा, त्यसो भए फाइनल ग्रेड अब आन्तरिकको छुट्टै बाह्यको छुट्टै। हामीलाई के थाहा छ? आन्तरिक र बाह्य दुईटै जोडेर अङ्क जोडेर आएको अङ्कलाई ग्रेडमा लान पाइँदैन। यसको छुट्टै सिस्टम छ हो। त्यो सिस्टम नै आज म यहाँहरूलाई बताउन चाहन्छु। फाइनल ग्रेड निकाल्दा त्यसो भए ध्यान दिनुपर्ने पक्षहरू के छन् त भन्दा पहिलो कुरा एउटा क्रेडिट आवर, प्रत्येक विषयको विषयगत पाठ्य घण्टा थाहा हुनुपर्छ, एक। दोस्रो कुरा आन्तरिक र बाह्य मूल्याङ्कनको अङ्क हामीलाई प्रष्टसँग त्यहाँ राखिएको हुनुपर्छ। तेस्रो कुरा आन्तरिक र बाह्य मूल्याङ्कनको ग्रेड र ग्रेड पोइन्ट कति हो, ग्रेड र ग्रेड पोइन्ट कति हो त्यसको बारेमा थाहा हुनुपर्छ। र अर्को कुरा हामीलाई WGP निकाल्ने तरिका थाहा हुनुपर्छ है। वेटेज ग्रेड पोइन्ट चाहिँ निकाल्नुपर्छ, अनि मात्रै हामीले के हुन्छ फाइनल ग्रेड निकाल्न सक्छौँ। त्यसो भए अब मैले यहाँ स्क्रिनमा पनि प्रस्तुत गरेको छु। कक्षा 4-8 को विषयगत पाठ्य घण्टा कति भन्दा जम्मा 7वटा विषय हामी क्लियरै छौँ। 7वटा विषय, जसमा चाहिँ नेपालीको 5, आन्तरिकमा 2.5, बाह्यमा 2.5 क्लियर। अङ्ग्रेजीमा पनि 5 हो, आन्तरिकमा 2.5, 2.5 हो भने बाह्यमा पनि 2.5, त्यो पनि क्लियर। म्याथमा गणितमा पनि के हो 5 हो, जसलाई यो 50-50% भएको कारणले 2.5 र 2.5 गरेर छुट्याइएको छ। त्यसै गरी विज्ञान तथा प्रविधिमा पनि 5 हो, 2.5 र 2.5 गरेर आन्तरिक र बाह्यलाई छुट्याइएको छ। सामाजिक तथा मूल्य मान्यतामा त्यो पनि 5 हो, 2.5 गरेर छुट्याइएको छ। स्वास्थ्य शारीरिक चाहिँ 3 हो, जम्मा त्यसको पाठ्य घण्टै 3 हो। त्यही भएर यसलाई 1.5 र 1.5 आन्तरिक र बाह्य भनेर छुट्याइएको छ। र स्थानीय विषय त्यो 4 हो, जसलाई 2 गरेर छुट्याइएको छ। जम्मा कक्षा 4-8 को विषयगत पाठ्य घण्टा कति हो 32। हामी यहाँसम्म पनि क्लियर छौँ। त्यसो भए दोस्रो हामीलाई के चाहियो भन्दा आन्तरिक र बाह्यको अङ्क चाहिन्छ। जस्तो मैले यहाँ पनि एउटा नमुना प्रस्तुत गरेको छु। मानव कुनै ए भन्ने व्यक्तिले नेपालीमा 50 मा बाह्य मूल्याङ्कनमा 50 मा 37 ल्यायो, यो मानौ, अनि आन्तरिकमा उसले कति ल्यायो 41 ल्यायो। त्यसै गरी अङ्ग्रेजीमा बाह्यमा कति ल्यायो 40 भने आन्तरिकमा 45 ल्यायो। त्यसै गरी मैले अङ्कन राखेको छु। यसै गरी सबैको अङ्कन हुन आवश्यक छ। मानौ यो एउटा कुनै ए भन्ने विद्यार्थीको अङ्कन। अब त्यसपछि हामीलाई के चाहिन्छ तिनीहरूको ग्रेड पोइन्ट। जस्तो यी देख्न सक्नुहुन्छ नेपालीमा 37 आउँदा उसको ग्रेड पोइन्ट चाहिँ कति त? पहिलो कुरा ग्रेड पोइन्ट आउनुभन्दा अगाडि हामीलाई के थाहा हुनुपर्छ भन्दा ग्रेड। त्यसो 37 आउने विद्यार्थीको उसको ग्रेड कति हो भन्दा 37 को ग्रेड निकाल्नको निमित्त यो त 50 न हो। त्यही भएर हाम्रो दिमागमा के हुनुपर्छ भन्दा यसलाई डबल बनाउनुपर्छ। 37 दुना कति हुन्छ 35 दुना 70 अनि 74, 74 भयो भने 74 डबल बनाउनुपर्छ। 37 दुना
74। अब त्यो डबल भइसकेपछि 74 भनेको 70 देखि 80 आउनु भनेको के त भन्दा B प्लस। त्यो B प्लस भनेको कति भन्दा 3.2 राइट। जस्तो 41 लाई एकचोटि डबल बनाऊ 82 भयो। 82 भनेको 80 देखि 90 तल आउनु भनेको के हो A हो। A भनेको कति हो 3.6 हो। त्यसैगरी सबैको ग्रेड पोइन्ट निकाल्नु पर्छ। सबै विषयको हामीले ग्रेड पोइन्ट निकाल्नु पर्छ। हामीले त फाइनल ग्रेड चाहिएन हो। मानौ नेपालीको एउटा बच्चाको मार्क्स 37 आयो थ्योरीमा अनि इन्टरनलमा 41 आयो। उसको 37 र 41 जोड्दा कति हुन्छ भन्दा 78 हुन्छ। त्यसो भए 78 कोमा चाहिँ फाइनल ग्रेड आउने हो कि या ग्रेड पोइन्ट राखेर आउने हो भन्ने यति विषयमा त हामी चर्चा गर्दै छौं। अब हामीलाई WGP निकाल्नु पर्छ। यति भएपछि हामीलाई के निकाल्नु पर्यो भन्दा WGP। WGP चाहिँ कसरी निकाल्ने त भन्दा जति क्रेडिट आवर छ त्यो क्रेडिट आवरलाई ग्रेड पोइन्ट प्राप्त गरेको कुनै पनि व्यक्तिले प्राप्त गरेको ग्रेड पोइन्टलाई गुणन गरेपछि जति अंक आउँछ त्यो चाहिँ WGP हो। जस्तो हामी यहाँ हेरौं नेपालीको बाइएको ग्रेड पोइन्ट उसले कति प्राप्त गर्यो भन्दा 37 प्राप्त गर्नु भनेको 3.2 प्राप्त गर्नु, 37 प्राप्त गर्नु भनेको 3.2 प्राप्त गर्नु। त्यसैले उसको क्रेडिट आवर चाहिँ कति भन्दा 2.5 2.5 मल्टिप्लाई बाई 3.2 गर्दा कति भयो भन्दा 8 भयो। भनेपछि WGP चाहिँ नेपालीको 37 आउँदा कुनै पनि बच्चाको 37 आउँदा उसको WGP कति हुँदो रहेछ भन्दा 8 हुँदो रहेछ। जस्तो आन्तरिकमा 41 आउँदा उसको ग्रेड पोइन्ट कति हो 3.6 3.6 इन्टु मल्टिप्लाई बाई 2.5 यसो गर्दा कति भयो 9। भनेपछि यसै गरी क्रेडिट आवरलाई ग्रेड पोइन्टले मल्टिप्लाई गर्दा जति आउँछ जति आउँछ त्यो चाहिँ ग्रेड WGP हो। यो चाहिँ थ्योरी र अनि इन्टरनलको फरक इन्टरनल र एक्सटर्नलको फरक यसरी WGP निकालिन्छ। जब सबै विषयको चाहिँ WGP निकालेपछि अब हामी फाइनल ग्रेडमा आइपुग्यौं। फाइनल ग्रेड चाहिँ कसरी निकाल्ने त भन्दा अब चाहिँ पहिला क्रेडिट आवर जोड्ने। जस्तो थ्योरी र इन्टरनल दुईटैको जोड्ने, इन्टरनल र एक्सटर्नल दुईटा जोड्ने भनेपछि 2.5 जोड्दा कति भयो नेपालीको मानौ 5 भयो। कति भयो 5 भयो। अनि WGP पनि दुईटै जोड्ने 9 र 8 8 र 9 जोड्दा कति भयो 17 भयो। भनेपछि क्रेडिट आवर जोड्दा 5 भयो, दुईटैको 5 भयो। अनि WGP जोड्दा कति भयो 17 भयो। अब यो 17 लाई चाहिँ क्रेडिट आवरले डिवाइड गर्ने। क्रेडिट आवरले के गर्ने डिवाइड गर्ने। यसरी डिवाइड गरिसकेपछि जति आउँछ त्यसको आधारमा चाहिँ फाइनल ग्रेड हुन्छ। जस्तो मानौ 9 8 17 का मुनि 5 ले भाग गर्दै गर्दा 5 ले 17 लाई भाग गर्दै गर्दा यो कति आयो भन्दा 3.6 भन्दा तल 3.2 भन्दा माथि आयो। 3.6 सम्म आउँदा A हुन्छ, तर 3.61 आयो भने फेरि A प्लस हुन्छ। जस्तो 3.2 सम्म आयो भने 3.2 ठ्याक्कै 3.2 सम्म आयो भने चाहिँ B प्लस हुन्छ। तर 3.21 मात्रै बढ्दियो भने पनि के हुन्छ A मा जान्छ। त्यसरी यहाँ 37 र 41 हुँदा भनेको 37 अंक 41 अंक गर भनेको उसको 78 अंक आउँदा पनि उसको फाइनल ग्रेड A आएको छ। किन भन्दा 9 8 17 लाई कतिले भाग गर्यो 5 ले भाग गर्यो। 5 ले भाग गर्दै गर्दा के भयो भन्दा 3.2 भन्दा माथि आयो, 3.6 भन्दा तल आयो। यो बीचमा आउने बित्तिकै 3.2 र 3.6 को बीचमा आउनेलाई के हुन्छ A हुन्छ। त्यही भएर उसको फाइनल ग्रेड कति आयो A। यति बुझौं फाइनल ग्रेड निकाल्ने भनेको WGP लाई टोटल दुईटैको आन्तरिक र बाह्यको WGP लाई अनि क्रेडिट आवर टोटल क्रेडिट आवर भनेको इन्टरनल र थ्योरी दुईटैको क्रेडिट आवर जोडेर भाग गर्दा जति आउँछ 3.6 भन्दा माथि आयो A प्लस, 3.2 देखि माथि 3.6 सम्म आयो A, त्यसैगरी 3.2 भन्दा तल 2.8 भन्दा माथि आयो अनि B प्लस। यसैगरी व्यवस्था गरिन्छ। यसरी फाइनल ग्रेड निकालिन्छ। यो फाइनल ग्रेड निकाल्ने फर्मेट या डिटेलमा यहाँहरुले PDF मार्फत या वर्डमा हेर्न चाहनुहुन्छ भने मेरो उमेश बुढाथोकीको फेसबुक र नेपालीमा उमेश बुढाथोकी भएको फेसबुक पेजमा हेरेर यहाँहरुले अझ क्लियरेन्स हुन सक्नुहुनेछ। हस्, यहाँहरुले यो भिडियो हेरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। यदि यहाँहरुलाई यो उपयुक्त भिडियो लागेमा यहाँहरुले अन्य साथीहरुलाई पनि शेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँहरुको समय शुभ रहोस्। हस्, धन्यवाद, नमस्कार।